me closer, a whisper in the wind. The map is blank before me. Where do I begin? So what's up guys? खै यसले कहाँनिर लग्ने भने हो? कहाँ जाने भने भन न? वहाँदेखि कर गरेर लिएर आयो। वहाँदेखि कर बोल्ने आएन। कर गरेर लिएर आयो नि लास्टमा कहाँ जाने थाहा छैन रे। आएर सर्भिसिङ गर्न छाडे ल जाने चाहिँ कहाँ ल भन ल। तिम्रोमा डाटा छैन? घर कहाँ बसन्तपुर? कहाँ माथि? किन किन ह्याट तेरिका। अनि म त्यत्रो किन घुम्थेँ यार घरबाट हत तेरिका। अनि अघि नै ब्याग बोकेर आएको हुन्थ्यो नि। अनि मलाई दिएको भए के जान्थ्यो यार। दिमाग यसको दिमाग त लास यार। पागल हो। त्यही माथि बाउले देख्नुपर्छ अनि कराउनु हुन्छ। अनि मलाई बाबाले देखेपछि ए कहाँ जान्ला के गर्नुला के खान्ला। को भोलि पर्सिको दिवालीको लागि होला नि त। भर्खरसम्म यहीँ थियो? भर्खरसम्म यहीँ हुनुहुन्थ्यो? अहिले फेरि गतिलो ठाउँमा घुम्न जान पाएन भने मेरो कन्टेन्ट पनि बिग्रिन्छ, मेरो बाइक पनि बिग्रिन्छ। डाइरेक्टली बसन्तपुर त नजाने होला होइन? डाइरेक्टली बसन्तपुर जाने हो? कहिले बेलुकातिर जाने? बेलुकातिर जाने? भक्तपुर यहाँ हो मुला कहाँ टाढो छ यार। भक्तपुर कहाँनिर जाने? भक्तपुर कहाँनिर जाने? भक्तपुर त्यही त कहाँ दरबार स्क्वायर जाने? बाक बरु डाँडा काँडातिर जाउँ ल बरु। मलाई पनि थाहा छैन। फेरि कालो पाण्डे डाँडा जाने र हो त त्यहाँ ठिकै छ तर तेल हाल्नुपर्छ क्या। हालौँ न 200-300 जतिको 300 जति हालौँ न। मसँग पैसै छैन के। अब तिम्रो दाइको जब पनि गयो अनि तिम्रो दाइको जब पनि गयो न त तिमीलाई पार्टी खानिदिन्थे हो। के अरे अब भोलि पर्सिबाट मेरो काम छ क्या। के तिमी जर्मन जाने भने? जर्मन जाने भयो नि भन। अब यो केटाले मलाई तेल हालिदिने भनेर पुलाएर अब हामी चाहिँ कालु पाण्डे डाँडा जानु लागेको हो खासै। अब कालु पाण्डे डाँडा पनि लास्ट टाढा छैन भने खासमा मलाई पैसा नभएर हो क्या, नत्र म जापान जान्थेँ हौ। गएको छु। कालु पाण्डे डाँडा तिम्रो चन्द्रगिरी त्यसकै साइडतिर त हो। दहचोक तौदह जाने हो त? मुला जापानी हो भन्छ। जापानी हो भन्छ यार। त्यहाँ पनि गएको छैन भन्छ, यहाँ पनि गएको छैन। तौदहमा के छ? यत्रो ठुलो पोखरी छ। पोखरी छ अनि के पोखरीमा पौडी खेल्न जाने? कहाँ
कहाँ जाने फिक्स छैन अब अलिकति पर गएपछि मात्रै फिक्स हुन्छ सो त्यही हो के हो कालो पाण्डे डाँडा भने यहाँबाट एकदम टाढा छ क्या फेरि वाल टाढा छ हौ कालो पाण्डे एकैछिन अब यो भिडियोलाई पज गर्छौँ ऊ त्यो डाँडा जाने हो त ऊ त्यो डाँडा उहाँ अगाडिको ल धेरै टाढा चाहिँ नजाउँ कहाँनिर जाने फिक्स गरौँ न त अब मुस्ताङ यहाँबाट अब कति घन्टा लाग्छ होला थाहा छ मुस्ताङ जाने रे अब फेरि बाटो थाहा छ अनि किन बाटै थाहा नभएपछि किन जानु त इनड्राइभमा अनि मुस्ताङ जाने त्यो दाइसँग डेटिङ गएको बराबर भइहाल्यो नि इनड्राइभमा मुस्ताङ जाने रे अब भयो त अब एक्स्ट्रा पैसा छैन 10-20 रुपियाँ मात्रै छ क्या मसँग तिमीसँग कति छ 3000 ए 400 जति अनि 300 को तेल हालेपछि अनि 100 रुपियाँको के चिया बिस्कुट खाएर आउने हो 100 को तेल के अरे 300 को तेल हालेपछि होइन 100 रुपियाँको चाहिँ चिया बिस्कुट खाएर आउने ल त उयो तेल हालेर जाने है त मेरो बाइकको के हल्दिरहेछ क्या लास हल्दिरहेछ हल्दिन चाहिँ केही न केही हल्दिरहेछ क्या घिर्र गरेर हल्ल्या हो कि धिर्र गरेर हल्ल्या हो कि के हल्ल्या हट म यहाँ यो टर्निङमा लडेँ थाहा छ यो टर्निङमा अगाडिको फर्स्ट टाइम बाइक कुदाएको थिएँ मैले अनि बाटो जो चिप्ले थियो है त्यो बिहान त्यो पानी फाल्ने एउटा गाडी आउँछ नि त्यसले पानी वाल फाल्दै थियो मैले अगाडिको ब्रेक हान्ने भएको चिप्ल्या के अगाडिको ब्रेक हाले चिप्लिन्छ नि त खुट्टाको ब्रेक नहानिकन अगाडिको ब्रेक हान्ने भएको स्कुटर चलाएको थिएँ पहिला धेरै स्कुटरको याद आयो अगाडिको ब्रेक हानेर त स्वाटै चिप्ले लड्यो क्या हौछौ चाहिँ भएन 20 को स्पिडमा लडेँ 15-20 को स्पिडमा यिनीहरूले यो कसरी रिकभरी गर्छ होला है ल एउटा केही नाम निशान राखेको छैन हौ कहाँबाट बनाउँछ होला कुन ठाउँबाट आर्चु राणा देवाको सेरेको के गर्नु हाम्रो समय 10 हर महिनाको कमाइ लाइफमा पेट्रोल हालिदिने साथी पनि पाएँ क्या मैले 350 को पेट्रोल हाल्नु परेछ है जाने चाहिँ कता हो तिमी आफ्नो घर म आफ्नो घर त्यसो भए कहाँ घर त्यहाँ छिरेपछि के खान मन लाग्छ त्यहाँ छिर्यो अनि ठुल मम्मीले के खाँदिन हुन्छ त्यहाँ गएर फेरि फर्किनुपर्छ क्या बरु घुम्न जाउँ बरु अब भक्तपुर जाने भए यहाँबाट लास्ट आउँदाखेरि चाहिँ लास्ट झन्झट हुन्छ क्या जाम हुन्छ क्या धेरै कालो पाण्डे डाँडै जाने हो के तौतह जाने के पैसा रे कहाँबाट तिमीलाई घर जाने बाटो थाहा छ मलाई त थाहा छैन मेरो बाइकको ह्यान्डल निस्किन्ला यार 350 फर्कन्न होला
ल अब चाहिँ कुदाउन मजा आउँछ ल कहाँबाट जाने अब यो दाइलाई मैले उ त्यहाँ माथि छबेलीमा देखाएको थिएँ यार यो दाइको गाडी क्या यो दाइको गाडी छ नि माथि छबेलीमा आइरहेको हुन्छ क्या चिन्छ जो मलाई नचिने नि चिन्छ जाने अब बसन्तपुर तिमीले बालाजी घुमाउनु लाग्यो क्या फर्कन होला अब म है ल सबजनाले गीत सुनाऊ अब यत्तिको तेल भएपछि चाहिँ त्यस फर्कन होला अब म गएपछि उतैतिर सम्झन्छु ल अझ डट बाइक हुनुपर्ने के रोसिक है डट बाइक हुनुपर्ने क्या हामी त म त उहाँ हिमाल चढिरहेको हुन्थ्यो हौ डट बाइकले रे हिमालको यात्री हुँ म हिमाल यात्री स्पाइडरम्यान तिमीले छोड मेरो मनको च्याट स्पाइडरम्यान हेर बिचारा ती दिदीलाई उड्छु कि क्या हो म हाइवेमा मैले अलिकति मिस्टेक गीत गाएको छु ल फेरि है त रापारी रारा रापारी रारा फर्कन होला ल कहाँबाट कहाँ पुग्यो यार फेरि यो रिमिक्स गीत हो है खासमा दिस इज माई रिमिक्स सङ भन न मात्र म गरिदिउँ तिम्रै पापा कि परी वाउ पापा कि परी रोसिक एक्सआर मलाई आफ्नो बाइक त राम्रै लाग्छ कि होइन तर मलाई चाहिँ मेरो मन चाहिँ ऊ त्यो के त्यो डट बाइकमा छ क्या मलाई लाइफमा केही चाहिँदैन मलाई डट बाइक कसैले गिफ्ट दियो भने म स्वर्ग पुग्छु क्या ऊ त्यो हिमालतिर पुग्छु म कसम मलाई डट बाइकबाट यस्तो लगाव छ नि एकचोटि चाक चाहिँ राख्नु मन छ क्या मलाई एकचोटि बस्नु चाहिँ मन छ बस्नु चाहिँ आई वान्ट टु सिट इन द्याट डट बाइक इन राइट हाई तर डट बाइकले धेरै तेल खान्छ है ऊ स्पिड गऱ्यो यसले अनि समाते एकैछिन स्ट्यान्ड कुदा अघि न पुरै कुदाइ अघि भर्खरै कुदाइरहेको थियौँ नेपालमा नि ऊ छ क्या जस सिस्टम चाहिँ बनिरहेछ क्या मलाई खुसी चाहिँ लाग्छ अब जस अब फेरि आन्दोलन हुने कुरा चलिरहेछ नि थाहा छ तिमीलाई फेरि आन्दोलन हुने कुरा चलिरहेछ नि कहिले जेएनजीको जेएनजीको आन्दोलन भएको याद हुनु जान्दैछु त ब्यान्च जेएनजीको आन्दोलन भएको भने थाहा हुँदैन भने गर्दा त्यत्रो मान्छे अब फेरि हुन लारे कति 14-15 गतेतिर हुन्छ अरे ठिकै हो के भन्ने अब के पाइस नेपाली केरा भन्ने गीत सुनेको छ कहिले तिमीलाई लागेन त नि कहाँ यहीँबाट मुला हम भी परेशान है तुम भी परेशान हो करे तो करे क्या करे तो करे क्या कता
एल्ला ओ माको खै कहाँ हो राइट भने कहाँ हो धन्न थाहा रहेछ कसलाई कहाँ जाऊ अब कहाँ जाऊ भने नि यहाँ जाऊ मतलब ल लाइसेन्स लेफ्ट भनेको त त्यता पो हो ए मलाई त थाहा नै थिएन यार कस्तो थाहा पाएको यार तिमी त एउटा टिचर बन्नु पर्ने हो खासमा तिमी बरु स्कुलको टिचर बना क्या राइट लेफ्ट अप एन्ड डाउन सबै सिकाउ न पिङ्की पिङ्की पङ्की या पिङ्की पिङ्की पङ्की कता ध्यानमा राख्दै अगाडि बढ्न सक्छौँ हामी हेर्नुहोस् सार्प टर्निङ होइन यही हो घर तिम्रो कहाँ राख्ने यसलाई म आउनु अब एकैछिन सो हामी यहाँबाट चाहिँ कालुबाण्डे दारा जान पनि सक्छौँ सो भिडियो चाहिँ अलिकति लामो हुन्छ भनेर चाहिँ हामी चाहिँ कुन कुन पार्ट काटेर चाहिँ एकैचोटि माथिको डिरेक्सनमा चाहिँ भिडियो बनाउँछौँ सो त्यही हो आजको ब्लग अब कालुपाण्डेलाई गोली मार्दो तौदह यहाँबाट कति टाढा छ अब तौदह के तौदह के हो यो खासमा यो के हो रोप पिङ हो पिङ बनाउने हो यसले कान्तारा हेरे कान्तारा तिमीले कान्तारा हेऱ्यौ हो र किन नि गर्दै कराउँछ के अरे दामी छ खै म पनि हेर्ने भने अब साथी नै छैन हेर्ने ओ साथी सङ्गी भाइ बहिनी सबै स्ट्यान्ड छोइदिन्छ यो स्ट्यान्डले आँखाबाट आँसु आयो यार ओहो आँखाबाट आँसु आयो त्यहाँ क्या चिसो थियो यहाँ कस्तो तातो भयो है मैले चाहिँ दिदीसँग आएको थिएँ क्या यहाँ तौदह त्यहाँ माछालाई जे भयो नि खानिदिनुपर्छ है माछालाई जे भयो नि खानिदिनुपर्छ माछालाई केही खानिदियो भने होइन हाम्रो जिउको रोग जान्छ अरे के टाढा टाढा मेरी माया आँखाबाट आँसु आउँदो रहेछ जाडो महिनामा हो हेलमेटै लगाउँछ यार म हुप्पील्यान्ड खै यहाँ माथि हो हुप्पील्यान्ड म त गएको छैन यार सानो बेला चाहिँ गएको थिएँ सानो बेला मलाई यस्तोतिर आउँदै मन लाग्दैन यार स्विमिङ पुल भनेको पब्लिक टोइलेट हो क्या स्विमिङ पुल भने पब्लिक टोइलेट प्रो म्याक्स हो म्याक्स दुनियाँको फोहोर त्यहीँनिर आउँछ दुनियाँको फोहोर त्यहीँनिर आउँछ
तिमीलाई है रोसिक तिमीलाई थाहा छ तिमी र म पहिला सानो बेला जानी दुश्मन थियौँ थाहा छ तिमी र म सानो बेला जानी दुश्मन थियौँ थाहा छ के थाहा छ ल एउटा मुभमेन्ट भन ल के थाहा छ तिमीलाई के कुरामा झगडा हुन्थ्यो थाहा छ त्यो दौडा बोकेर फाइट गरेर याद छ त्यो घाँसमा के भुइँचा लागेको बेला तिम्रो कपाल थियो होइन क्या पछाडि कपाल बाँध्थ्यो है तिमीले मलाई नि याद छ भने अनि पछि लकडाउनमा चाहिँ कहाँबाट फेरि दुईजना बोले है तिमी र सोहन धेरै बोल्थ्यो अनि म चाहिँ बोल्दैन थिएँ पछि अनि म तिमीसँग बोल्न थालेँ अनि म खासै बोल्दैन थिएँ क्या अनि न्यु खोज्ने टाइपको छ कि टाइपको फिल हुन्थ्यो तिमी म बोल्दैन थिएँ तँ त आयो होइन अब धन्न मैले लाइसेन्स नबोकिकन हिँडेछु भने यार लाइसेन्सै नबोकिकन आइरहेको क्या म अनि फेरि फर्केर लिएर आएको फर्कन्न होला अब म ठुलमम्मी घरमै हुनुहुन्थ्यो तिम्रो ठुलमम्मी घरमै हुनुहुन्थ्यो 150 पैसा घर गएर म धेरै पैसा लिएर आउँछु भनेर गयो केटा होइन 150मा फर्क्या यार यो त 150मा तर 150 भने पुग्छ हामीलाई त के खाने हो र धेरै के नखाने होइन हामी के खाने हो र चिया पफ चिया बिस्कुट त्यहाँ हेर न त्यहाँनिर बाइक कुदाउनु जाउँ न बरु तौदह कहाँ हो तौदह यतातिर होइन तर यहाँ एउटा त्यो ब्याम्बो स्टाइल कटेज हाउस टाइपको खोलेको छ क्या यहाँ रेस्टुरेन्ट ऊ त्यो के त मुला त्यो के त अनि पार्किङ कहाँ गर्ने होला अगाडि यहाँ गएको थियौँ एकचोटि पार्किङ हामीले अलि अगाडि यहाँ पैसा लिइदिन्छ यहाँ लिँदैन होला सायद यहाँ पनि लिन्छ अस्ति त लिएको थियो ठाउँ छ र कति हो पार्किङ गरे 25 आमा भित्र यही राखिदिने हो 25 रुपियाँ यार पार्किङ गरे भने कति सस्तो पच्चिस रुपियाँ जति ढिला त्यति फाइदा आमा टिकट केही लिनु पर्छ पर्दैन होला नलाग्ने यार दाइ हामी यहाँ घुम्न मात्र माछालाई लग्यो नि फ्री रे जानु अब जानै नमिलेपछि कसरी आउनु मिल्छ त अनि अस्ति न त बोर्ड थियो क्यारे यहाँनिर तर वायर माछा छ क्या तौदह चाहिँ किन भने तौदह चाहिँ किन भने यो हेर्नु यो आमा यो माछालाई हेर्नु
त्यहाँ आइदिएर आएको माथि माथि कत्रो माछा होला है यिनीहरू मस्त तेल में पका के फ्राई करके खा गया हेर राजु मलाई के नै खान दिन्छ भनेर लिएर आयो है यहाँनिर अहिले बजेट छैन भने छिराउँदा नि छिराएन रेस्टुरेन्टमा ताउदो हगे मलाई पानी प्यास लागिरहेको थियो यसले मलाई होइन यसले मलाई के अरे घुम्न लग्ने घुम्न चाहिँ म तिमीलाई खान दिन्छु भनेर घरबाट 150 रुपियाँमा के खान दिनु लाग्यो तिमीले भन त चिया खान दिनु लाग्यो क्या यसले 150 रुपियाँ के फर्स्टमा हामी गर्छौँ अनि त्यसपछि अनि म पैसा माग्छु अनि त्यसपछि अनि के खाने खुवाउँला अरे क्या नाटक गरे हेर्दा फेरि तर दामी छ हेर्दा के माछा है वाल छ्याल देखिरहेको छ क्या तिमीलाई होइन गर्लफ्रेन्डले किन छोडेर थाहा छ तिमीले स्क्याम गरेछौ क्या स्क्याम गरे हो क्या तिमीले कोही घर जान्छु म पैसा लिएर आउँछु कति धेरै पैसा लिएर आउँछु जस्तै गरेर भयो के भन्यो मम्मीले कति रुपियाँ माग्यो कति 500 अनि 150 दिएर पठाएको तँलाई धेरै बोल्ने लोकले चेपेको रहेछ गहिरो होला यो पानी अम्ला दुवाउ त अरे अम्ला दुवाएर थाहा हुन्छ भुला पागल अम्ला दुवाएर थाहा हुन्छ यो कतिको गहिरो छ भनेर के भने तिमीले त्यहाँ हेर्नु कोकोडाइल अब त्यही भन्न आउँछ इङ्ग्लिसमा कोकोडाइल भने के डल्फिन होइन ल डल्फिनलाई नेपालीमा के भन्छ ल भन ल डल्फिनलाई नेपालीमा के भन्छ अहिले त्यहाँ ऊ त्यहाँ ब्याम्बोमा जाने भनेको छ होइन हामी अनि ऊ त्यहाँ पर छ क्या ऊ त त्यहाँ हेर न मुला ऊ त्यहाँ झाडीदेखि त्यो व्हाइट कलरको देखाएको छौ त्यही हो क्या यताबाट जानु पर्ने थियो हामी खासमा 10 years later पैसा पनि राम्रोसँग दिएन अरे क्या रोइरहेको छ नरोइन हुन्छ अब के हुन्छ म छु 10 रुपियाँ भयो नि तिमीलाई 10 रुपियाँमा अलिकति केही न केही त होला नि पिङ बनाउने यसले